हामी सानो छँदाखेरि जन्मिँदाखेरिको क्षणलाई सम्झ्यौँ है त। अब जन्मिँदाखेरि म रोएन भनेर डाक्टरले पनि कुटी कुटी एकचोटि चाहिँ रुवायो होला। म रोएको सुने पछाडि मेरी आमा त्यति बेला हाँसिन् होला, तर त्यो हाँसोमा आँसु पनि आएको थियो पक्कै पनि। किनकि मैले देख्ने भन्दा पनि अब त्यो देख्ने कुरा पनि भएन, देख्दा भन्दा पनि थाहा पाउने कुरा र थाहा पाएर त्यो स्मरणमा रहने कुरा पनि भएन। त्योभन्दा पछाडि म नबोल्दासम्म मलाई बोल, बाबा भन, आमा भन भनेर सम्झाइरहने, भनिरहने, मलाई बोलिराख भनिरहने समाज भयो। त्यसै गरी बिस्तारै क्रमिक रूपमा मलाई सुतिरहेको ठाउँबाट एकचोटि हाँस्दा पनि हाँसा 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 भनेर हँसाउने समाज भयो, हँसाइरह्यो। म रुन्थेँ त केवल भोक लाग्दाखेरि, अनि फेरि कसैले कहीँबाट केही कुरा आफूलाई कतै केही घोच्दाखेरि शरीरमा अप्ठ्यारो हुँदाखेरि रुन्थेँ, अनि पेटमा हावा बस्दाखेरि रुन्थेँ होला। त्यसै गरी अब बिस्तारै मलाई खुट्टा टेक हिँड भन्ने समाज पनि भयो। म खुट्टा टेक्न सक्ने भएँ, कतिचोटि लडेँ हो। त्यो लड्दै गर्दा प्रत्येकचोटि म लड्थेँ अनि फेरि उभिन्थेँ। म लडिरहन्थेँ, म उभिरहन्थेँ, तर मैले कहिले हार खाइनँ। मेरो असफलता जति बेला पनि त्यहाँ मलाई पछ्याइरहन्थ्यो। त्यो असफलतामा सबैजनाले मलाई ताली बजाएर हौसला दिन्थे। म त्यो हौसलाका साथ फेरि हाँस्दै वरिपरि नहेरिकन आफैलाई हेर्दै फेरि उठ्न प्रयास गर्थेँ। तर पनि त्यो हौसलाले सायद मलाई काम गरेको हुनुपर्छ। म उठ्थेँ, फेरि लड्थेँ, फेरि उठ्थेँ, फेरि लड्थेँ, र एक दिन उभिएर ठिङ्ग उभिएर औँला टोक्दै यताउता हेर्दै र आफ्नो जित महसुस गरेँ। र सबैजनाले वरिपरि सबैजनाले चाहिँ हाँसेर ओ बाबु त उठ्यो भनेर ताली बजाए, ओ उठ्यो भनेर यसरी ताली बजाए है। त्यसलाई मैले सफलता सोचिनँ। त्यही भएर म त्यति बेला पनि असफल नै थिएँ।